ल यो चाहिँ हो डिजा गाउँ जाने काठे पुल। यो पुल चाहिँ एकदमै धेरै पुरानो छ भन्ने चाहिँ भनाइ छ। यसै पनि यो 150-200 वर्ष पुरानो पुल अरे। हुन त बीचबीचमा कहिलेकाहीँ यसमा मर्मत समार चाहिँ गरिन्छ, तर यो पुरानै पुल हो, संरचना त्यही हो। अहिले पनि हामीले हेर्दा चाहिँ यो खोलातर र पारी जानको लागि मुख्य पुल नै यही छ। आकर्षक छ पुल पनि, र यसको इन्जिनियरिङ त्यो बेलाको कस्तो बनावट छ। यो बिचमा कुनै टेका छैनन्, यो सन्तुलनले अडिएको पुल छ। दुईतिरबाट केही उठेको छ भने पारी गएर फेरि झरेको छ। र यो पुल चाहिँ कहिलेकाहीँ यो खोलामा, यो उत्तर गङ्गा नदी हो, यसमा चाहिँ पानीको बहाव बेसी हुँदा चाहिँ कहिलेकाहीँ यो पुलको सतहलाई छुने पनि गर्छ। र यसको छालहरूले त झन् माथि खुट्टा पनि भिजाउँछ भन्ने गरेको पनि सुन्यौँ स्थानीयबाट अघि हामीले। जे होस् रमाइलो छ यो ठाउँ गाउँ। यहाँ घोडाहरू निष्पिक्री भएर चरेको देखिन्छ पर। घोडा भैँसी पशु चौपायाहरूको लागि प्रशस्त घाँसे भूमि, घाँसे मैदान छ यहाँनिर। हरियाली सबैतिर, जता हेरौँ त्यतै राम्रो। अति सुन्दर लाग्यो मलाई चाहिँ यो क्षेत्र। हेरौँ यो पुलको र यहाँ वरपरको दृश्यहरू एकैछिन। यो पुल सानो अथवा यो कम चौडाइको भने चाहिँ छैन। भनेको यसको लम्बाइ वारीबाट पारी जाँदाखेरि चाहिँ निकै परसम्म